हाम्रो गाउँघरतिर चाहिँ यसरी पत्कर सोरिन्छ साथीहरू। यो यता माथितिरबाट सोरो हैन, यसरी चट्ट लाएर यसरी सोरेपछि गाईबस्तुलाई गाई भैँसीलाई चाहिँ चट्ट सोत्तर, बर्खामा सोत्तर हालिदिनलाई चाहिँ नि चिसोमा हैन, बर्खामा एकदम राम्रो हुन्छ। त्यही भएर हामीले अनि अर्को कुरा चाहिँ कम्पोस्ट मल, प्राङ्गारिक मल पनि यसको एकदम राम्रो हुन्छ साथीहरू। यसरी पत्कर सोरिरहेको साथीहरू म चाहिँ बिहानको समयमा चट्ट लाएर पत्कर सोर्दै गीत सुन्दै चट्ट पसिना काट्दै लैर्नु साथीहरू। यो हो नि त एक्सर्साइज हैन। यसरी नै सन्तुष्टि लिनुपर्छ साथीहरू कहिलेकाहीँ जिन्दगानीमा। ल साथीहरू, के छ तपाईँहरूको खबर नयाँ नौलो सुनाउनुहोस्। एकदम धेरै धेरै सम्झिरहेको छु है सबैजनालाई, माया नमार्नुहोस्। यस्तै हो जिन्दगानीमा। तपाईँहरू कता व्यस्त हुनुहुन्छ, म चाहिँ यता व्यस्त छु। अब यस्तै हो है। आफ्नो ख्याल राख्नुहोस्, आफ्नो स्वास्थ्यको। स्वास्थ्य नै सबैभन्दा ठुलो कुरा हो, सम्पत्ति हो, धन हो हैन। त्यही भएर स्वास्थ्यमा ख्याल राख्नु साथीहरू, माया नमार्नुहोस्, सम्झिराख्नुहोस्। म यतै छु, सम्झिरहेको छु तपाईँहरूलाई पत्कर सोरेर जिन्दगानीमा। ल हेर्नुहोस् साथीहरू।